फुलपाती भाग्यौला ठोट्ने यो ठोट्नेको त चटनी खान्छ नि यो चटनी होइन के खान्छ अच्छा अमिलो क्या अमिलो यहाँ पनि घरमा त होइन यताको मान्छे चाहिँ कहाँ जान्छ मान्छेहरूले गाउँ छोडेर सहरतिर लागेछन् के भएछ दिदी राई माइलाले गाउँै छोडेछन् खिड्की पनि दामी पूर्णी दिदीको खै जुत्ता अस्तिको फाट्यो अन्त किन्नु पर्थ्यो नि नयाँ होइन होइन होला के साह्रो माया लाग्दो नेपालमा जस्तो मागिदिऊ हेर्नुहोस् तपाईँको अगाडि हाम्रो धेरै दुःख पाएको चेली जसको चाहिँ जुत्ता पनि छैन अरे होइन सहयोगको लागि म तपाईँलाई एकाउन्ट नम्बर यहाँ दिन्छु त्यो एकाउन्ट नम्बरमा चाहिँ पूर्णी दिदीको जुत्ता किन्ने पैसा जुगा पूर्णी दिदी जुगा पूर्णी दिदी मान्छे बेसी भएको भन्नु पनि घरहरू मात्रै छ हो अन्त निङ्गुरो भन्ने जङ्गलमा छैन लोदरै लागेछ है अब चाहिँ यत्रो टाढो आएपछि त पाउनु पर्ने त नि ब्रो यहाँ के आयो यी जुगा दबाईले नि काम गरेन ओइ निकाल म त जान्न ल उकालो निङ्गुरो नि खाँदिन भनौँ फर्किदिन्छु यी जुगा चाहिँ अन्त कत्रो ठुलो चट्टान है घाँस ढुङ्गा पनि कत्रो ठुलो हौ मात्रै आउँछ यस्तै पाराले भन्छ नि निङ्गुरो चाहिँ केही सालमा थियो अरे भन्ने मात्रै हुन्छ हाम्रो नानीहरूले चाहिँ निङ्गुरो चिन्दैन पनि होला नि हामीले देखेको छुइनौँ निङ्गुरो अन्त सिङताम गान्तोकदेखि गान्तोकतिर चाहिँ कहाँदेखि ल्याउँछ हौ निङ्गुरो हाँसु त हामी बस्तीको मान्छे यस्तो सोच्नु पर्यो हामी बस्तीको मान्छेलाई यस्तो जङ्गल आउँदा एउटा निङ्गुरोको एउटा पात पनि देखेकै छैन यस्तै पाराले भन्दा हाम्रो पछि नानीहरूले त निङ्गुरो त नेटमा सर्च गर्दै गरेको हुन्छ कतिको आयो दिदी जुगा क्यामेरामा देख्दैन तर पुरा छ है जुगा देख्दैन नि ओइ जुगा त पुरा छ त हौ निङ्गुरो चाहिँ होइन जुगा भन्छ भाइ भएको एक भारी एक टाटा पनि कम्ती हुन्छ खानु नि त्यही त नि जुगा चाहिँ चाइनामा एक्सपोर्ट गरिदिनु पर्छ होला हेर्नुहोस् है चाइनिजहरू
जुगा चाहियो भने चाहिँ यहीँ नेपाली बुझ्छ त चाइनाले चाहिँ कन्ट्याक्ट मात्रै गर्नु म पठाइदिइहाल्छु। यसो नेपाली बुझ्दैन नि चाइनाले चाहिँ फेरि खै गोठ भनेर आएको यता होला हौ गोठ त मान्छे बस्छ कि अनि मान्छे त छैन होला दिउँसो के हुन्थ्यो नि यहाँ चाहिँ दाजु मात्रै बस्नुहुन्छ अहिले गाईहरू चाहिँ सबै छोडेको रहेछ एउटा बाछा मात्रै कति राम्रो बाछा नि यो चाहिँ के हो यो चाहिँ के हो घन्टी अच्छा गाई दुने हो किन बजाउनु त्यही त नि